हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजनाले मेरो युट्युब चाहिँ सब्सक्राइब गरिदिनु होला साथीहरू। अनि के साथी, आज चाहिँ मेरो स्वामीजीले चाहिँ चक्लेटवाला मिल्कसेक चाहिँ ल्याइदिनु भएको रहेछ। त्यसपछि चाहिँ मैले यो चक्लेटवाला मिल्कसेक चाहिँ खाएँ अनि छिटो खाएर चाहिँ माथि छततिर लागेँ, किनभने आज चाहिँ बिहानदेखि नै पानी परिरहेको थियो। अनि हामीले चाहिँ फर्स्ट टाइम ड्रागन फ्रुट रोपेको थियौँ घरमा छतमा। अनि त्यसपछि एउटा चाहिँ फलेको थियो अनि एउटा चाहिँ हामीले टिपेर पनि खाइसक्यौँ। अनि यो चाहिँ फुल्न लागेको छ। अनि हामीले फर्स्ट टाइम ड्रागन रोपेको नि त, अनि त्यही भएर कस्तो खुसी लागिरहेको थियो कि फल्दाखेरि चाहिँ। अनि त्यसपछि चाहिँ आज चाहिँ मौसम एकदमै दामी थियो साथीहरू, हरियाली होइन, पानी परिरहेको थियो। अनि यो फुलहरू पनि यस्तो दामी देखिरहेको थियो। त्यसपछि साथीहरू हामी चाहिँ एकैछिन हरि स्टोरमा चाहिँ हामी सामानहरू किन्न गएको थियौँ। मस्त पानी परेको बेलामा यसरी भिडियो बनाउनु पर्छ कि। त्यसपछि हामीहरू चाहिँ साँझ पक्का हल्का घुम्नको लागि 4 जना निस्क्यौँ। अहिले त उखु हुन पनि हुन्न कि आइगर यस्तो हो क्या ल खानु त। त्यसपछि उखुको जुस खाएर फ्रेस भयो। त्यसपछि हामी घरतिर लाग्यौँ साथीहरू। पानी पनि परेको थियो। बाई बाई साथीहरू।